नमस्कार, यहाँलाई स्वागत छ तपाईकै युट्युब च्यानलमा। यहाँ हामी आज आइक्यानको न्यू सिलेबसको बारेमा चर्चा गर्नेछौँ। 15 मे 2025 मा यो नोटिफिकेसनको द्वारा तपाईहरुलाई आइक्यान न्यू सिलेबस इफेक्टिभ भयो भन्ने कुरा तपाईहरुलाई अवगत नै छ। अब आइक्यान न्यू सिलेबसमा के चाहिँ चेन्ज हुन गयो, यो सबभन्दा ठुलो क्वेसन हो, सबभन्दा ठुलो कुरा जो हामीले सम्झिनुपर्ने हुन्छ नेक्स्ट एक्जामिनेसनको प्रिपेरेसन गर्नुभन्दा अगाडि। हेरौँ है, किनभने तपाईको सिलेबस चेन्ज भएको छ, तपाईले पढ्नुपर्ने कुरा चेन्ज भएको छ। यो सबै कुरा तपाईले नबुझिकन पुरानो सिलेबसको हिसाबले पढ्नुभयो भने कहीँ न कहीँ दुःख पाउनुहुनेछ। त्यसैले यो भिडियो नहेरिकन तपाईँ अगाडि पढ्न प्रिपेरेसन गर्न चाहिँ स्टार्ट नगर्नुहोला। अगाडि सम्झौँ के छ, तपाईहरुको क्याप 1 को नाम चाहिँ चेन्ज भएको। हेर्नुस्, क्याप 1 को नाम चेन्ज गरेर फाउन्डेसन राखियो, क्याप 2 को नाम चेन्ज गरेर एप्लिकेसन राखियो, क्याप 3 को नाम चेन्ज गरेर एडभाइजरी राखियो। सर, नाम चेन्ज गरेर के भयो त? हामीले एक्जाम त दिनु नै पर्छ, एक्जाम दिनु नै पर्छ र हामीले आखिरमा कुल सबै मिलाएर 4.5 वर्ष त लाउनु नै पर्छ सी एक्जामिनेसन पास गर्नको लागि। सर ठिकै छ, नाम चेन्ज गरेर यो नामलाई अलिकति राम्रो मोडर्नाइज नाम गरिएको हो। बाँकी तपाईलाई लाग्ने पिरियड भनेको 6 महिना नै हो। फाउन्डेसनमा जुन पहिला क्याप 1 मा पनि लाग्थ्यो, त्यसैगरी एप्लिकेसनमा 9 महिना तपाईलाई बिताउनै पर्ने हुन्छ, अनि त्यसपछि एडभाइजरीमा 3 वर्षको आर्टिकल चाहिँ हुन्छ नै। यसलाई अलिकति सहज बनाउनका लागि आइसिआई कै हिसाबले 2 वर्ष गरेको भएदेखि अझै सहज हुने थियो। ठिकै केही छैन, हाम्रो सिलेबस त चेन्ज हुन आयो। अब चाहिँ मेबी फ्युचरमा आइक्यानले यसमा पनि ध्यान दिनेछ। अब हेरौँ, हाम्रो एक्जिस्टिङ सिलेबस त कुरा नगरौँ। एक्जिस्टिङ सिलेबस त तपाईहरुलाई थाहा छँदैछ कि क्याप 1 मा टोटल 3वटा सब्जेक्ट हुने गर्दथ्यो, जो कि 300 मार्क्सको हुने गर्थ्यो। अब यो चाहिँ चेन्ज भएर के भयो सर? यो चाहिँ हाम्रो कुरा सम्झिनुपर्ने 4वटा सब्जेक्ट हुने भयो। यहाँ चाहिँ के भयो भने तपाईहरुलाई एउटा सब्जेक्टको एक्स्ट्रा बर्डन आउने भयो। तपाईहरुले एन्ट्रान्स पास गर्नको लागि अझै अलिकति गाह्रो हुने भयो। मतलब एन्ट्री जहाँसम्म सीएमा इजी भनिन्थ्यो, अब त्यो एन्ट्री चाहिँ अलिकति गाह्रो हुने भयो। तपाईहरुलाई अलिकति एन्ट्रान्स चाहिँ अब गाह्रो हुने भयो। एक्जिट र सीएमा गाह्रो हुन्छ नि, त्यो तपाईलाई थाहा छँदैछ। अब 400 मार्क्सको जुन तपाईले अब पेपर दिनुपर्ने हुन्छ, जसमा एमसीक्यू बेस्ड पेपर पनि हुन्छ र सब्जेक्टिभ पनि हुन्छ। ठिकै छ। अब तपाईको क्याप 2 लेभलमा चाहिँ के थियो भने 7वटा सब्जेक्ट थियो सर। अब यसलाई चाहिँ घटाएर के गरिदियो भने 6वटा सब्जेक्टमा बनाइदियो। 7वटा सब्जेक्टको ठाउँमा अब तपाईले 6वटा सब्जेक्ट दिनुपर्ने हुन्छ। ड्युरेसन त 9 मन्थ नै थियो, त्यो हामीले कुरा सम्झिसक्यौँ। अब कुरा रह्यो एडभाइजरी लेभलको। सर, क्याप 3 लेभलको। क्याप 3 लेभलमा चाहिँ के भनेको छ भने यहाँहरूले अब 8वटा सब्जेक्ट पहिला दिनुपर्ने थियो, जसमा 800 मार्क्स हुन्थ्यो। अब चाहिँ के छ भने तपाईहरुको इभ्यालुएसन 600 मार्क्समै हुन्छ। 6वटा पेपर तपाईले दिनुपर्ने हुन्छ। 3 वर्षको आर्टिकल सिटलाई यथावत नै राखिएको छ। यो कुरा तपाईहरुले ध्यान दिनु होला। अब के भयो भने मेजर चेन्ज चाहिँ के भयो भने सर, मेजर चेन्ज तपाईहरुको 2टा पेपर यहाँ घटेर गयो र एउटा पेपर चाहिँ तपाईको यहाँ घटेर गयो र यहाँ चाहिँ एउटा पेपर बढेर गयो। सर, यो कुरा त हामीले बुझ्यौँ। अब कुन पेपर बढेर गयो, कुन पेपर घटेर गयो, यहाँ तपाईहरुले यथावत रूपमा देख्न सक्नुभएकै छ। अब अगाडि बढौँ है त। अगाडिमा के छ भने तपाईको एप्लिकेबिलिटी। ठुलो कुरो यो पनि जान्नुपर्ने राम्रो इम्पोर्टेन्ट पनि हो कि तपाईको एप्लिकेबिलिटी चाहिँ सर कहिलेदेखि हुने हो? कहिले चाहिँ हामीले नयाँ पेपर नयाँ सिलेबसको हिसाबले आफ्नो एक्जामिनेसन दिनुपर्ने हुन्छ? हेरौँ है त। डिसेम्बर 2025 भनेको सर अहिले त जुन चल्दैछ नि। हजुर, मे चल्दैछ, मे 2025 छ अहिले। तपाईको जुन 2025 मतलब अहिलेदेखि 6 महिना 6 महिना पछि जो है फर्स्ट एक्जाम तपाईले न्यू सिलेबसको हेरि नै हाल्नुहुनेछ। अब रह्यो कुरा यसको सिलेबसको, स्टडी मटेरियलको। आइक्यानले स्टडी मटेरियल पनि तपाईलाई पब्लिस गराउने नै छन् र तपाईलाई यो सिलेबसको जुन 6 महिनामै न्यू सिलेबस तपाईको स्टार्ट हुने नै छ। सर, अब यसको लागि चाहिँ के छ भने इम्पोर्टेन्ट कुरा बुझ्नुपर्ने कि जुन अलरेडी कसैले इनकेस जुनमा एक्जामिनेसन दियो, त्यो मान्छे फेल भयो, सपोज फेल भयो, त्यो स्टुडेन्ट फेल हुन गयो भने सर त के डिसेम्बर 2025 मा उसले न्यू सिलेबसमा फोर्सफुल्ली जानु नै पर्छ कि केही अप्सन छ, ट्रान्जिसन फेज छ? हेरौँ यहाँ। त्यसको कभरेज तपाईले यहाँबाट यो पीपीटीबाट यो पेजबाट बहुत क्लियरली थाहा हुनुहुन्छ तपाईलाई के हुन्छ। हेरौँ, क्याप 1 लेभल चेन्ज भएर फाउन्डेसन लेभलमा हुन गयो। ठिक छ सर। अब के छ भने यहाँ हेर्नुस्, तपाईको क्वेसन प्याटर्न कस्तो हुने भयो? 40% सब्जेक्टिभ हुने भयो, 60% एमसीक्यू हुने भयो। हेरौँ, 60% एमसीक्यू भनेको तपाईको 60 मार्क्स जुन हुन्छ तपाईको अब्जेक्टिभ बेस्ड क्वेसन हुने गयो, अनि बाँकी 40 मार्क्समा चाहिँ तपाईहरुले सब्जेक्टिभ बेस्ड क्वेसन पाउनु हुनेछ। यो तपाईहरुले सल्भ गर्नुपर्ने हुन्छ। ठिक छ सर। जुन 25 एक्जामिनेसन जुन अहिले हुनेवाला छ हाम्रो, यो क्याप 1 मै हुन्छ। क्याप 1 मतलब तपाईको ओल्ड सिलेबसको हिसाबले हुने भयो।
ठीक छ। नेक्स्ट डिसेम्बर 2025 एक्जामिनेसनमा पहिलोचोटि न्यू सिलेबस नेपालमा सीए सिलेबसमा लागू हुनेछ, जहाँ न्यू सिलेबसको एक्जामिनेसन्स लिइनेछ। हेरौँ है, क्याप 2 को यहाँ एक्जाम हुँदैन, तपाईँको ध्यान राख्नुहोस्। क्याप 2 को चाहिँ डिसेम्बर 2025 देखि स्टार्ट हुनेवाला छैन सर। क्याप 2 कहिलेदेखि स्टार्ट हुन्छ? क्याप 2 को डिसेम्बर 2026 देखि चाहिँ स्टार्ट हुन्छ फर्स्ट एक्जामिनेसन, फर्स्ट ब्याच। ठीक छ। क्याप 1 में फेरि जाउँ, फाउन्डेसनमा जाउँ। फाउन्डेसनमा हेरौँ जुन 2025 में के हुने भयो भने क्याप 1 ओल्ड सिलेबसको हिसाबले एक्जाम भयो। डिसेम्बर 2025 में न्यू सिलेबस र ओल्ड सिलेबस दुईटै मिक्स भएर एक्जाम हुन्छ। यसको मतलब मे 15 2025 पछि जो स्टुडेन्टले रेजिस्ट्रेसन लिन जान्छन् आइक्यानमा, तिनीहरूको रेजिस्ट्रेसन चाहिँ न्यू सिलेबसको अन्तर्गत नै हुनेछ, ओल्ड सिलेबसको अन्तर्गत हुनेवाला छैन। अब रह्यो कुरा जो अलरेडी स्टुडेन्ट रेजिस्टर्ड छन् तिनीहरूलाई चाहिँ कसरी न्यू सिलेबसमा ट्रान्जिट गर्ने। अब यो फेजलाई चाहिँ हामी ट्रान्जिसन फेज भन्छौँ। यसलाई अप्सनल फेज पनि नाम दिँदा भयो, किनभने यहाँ अहिले ओल्ड सिलेबसका स्टुडेन्टहरूलाई अप्सन हुन्छ कि सर न्यू सिलेबसमा इनकेस तपाईँले कन्भर्ट गर्न चाहनुहुन्छ भने तपाईँको कन्भर्जन त्यहाँ तपाईँले अप्ट गर्न सक्नुहुन्छ। ध्यान राख्नु होला, एकपल्ट तपाईँले अप्ट गर्नुभयो कि सर ओल्ड सिलेबसबाट हामीले न्यू सिलेबसमा चेन्ज गरिदिनुहोस्, त्यस पछाडि तपाईँ पिछाडी वापस ओल्ड सिलेबसमा आउन सक्नुहुन्न, आउन पाउनुहुन्न। वन्स अपडेट इज द फाइनल अपडेट, यो कुरा तपाईँले ध्यान राख्नु पर्यो। नेक्स्ट जुन 2026 एक्जाममा के हुन्छ सर? जुन 2026 में दुईटै एक्जाम ओल्ड सिलेबस र न्यू सिलेबस दुईटैको एक्जाम सँगसँगै हुन्छ। यसको मतलब दुईवटा क्वेसन पेपर बन्ने भयो एउटै लेभल एउटै पेपरको लागि। डिसेम्बर 2026 में पनि त्यही हुने, बोथ पेपर्स, both the syllabus, old syllabus and new syllabus is going to happen simultaneously. Next come to June 2027 and thereafter, what actually is going to happen is only the foundation examinations will be occurring over there. मतलब फाउन्डेसन एक्जाम मात्र हुनेछ तपाईको, फाउन्डेसन एक्जाम मात्र तपाईले दिन पाउनुहुनेछ, मतलब ओल्ड सिलेबस सकिने भयो। इट मीन्स यू हैव 2 इयर्स, आजदेखि 2 वर्ष तपाईसँग छ, 2 वर्षको भित्रमा तपाईले अब ओल्ड सिलेबस बाट नै फाउन्डेसन पार गर्ने हो कि न्यू सिलेबसबाट गर्ने हो भन्ने कुरा तपाईले सिलेक्सन गर्नुपर्ने भयो। अब अझै एउटा कुरा सम्झौँ कि डिसेम्बर 2025 एक्जामिनेसनको लागि तपाईको अप्सनल विन्डो चाहिँ कहिलेदेखि खुल्छ? 16 जुन 2025 देखि, 16 जुन 2025 देखि तपाईको यो खुल्ने भयो। 16 जुन 2025 देखि खुल्ने भयो, कहिलेसम्म? 30 जुन 2025 सम्म खुल्ने भयो। ठीक छ। नेक्स्ट अब नेक्स्ट हेरौँ, अब डिसेम्बर 2026 लाई डिसेम्बर जुन 2027 जुन हाम्रो 2 वर्ष छ, अब 2 वर्षको बिचमा सर कहिले हुने भयो त अप्सनल विन्डो? आइक्यानले के भन्छ भने तपाईको यो बिचमा जुन एक्जामिनेसनको लागि अप्सनल विन्डो खुल्ने भयो 16 फेब्रुअरीदेखि लिएर 28 या 29 जुन महिनाको मसान्त हुन्छ त्यो मसान्तसम्म तपाईहरुको यो खुल्ने भयो अप्सनल विन्डो। त्यसैगरी डिसेम्बर एक्जामिनेसनको लागि 16 अगस्तदेखि लिएर 31 अगस्तको बिचमा तपाईको अप्सनल विन्डो खुल्न जान्छ। यो कुरा हामीलाई अब छल्लङ्गे भयो है त सर। अब हेरौँ एप्लिकेसन लेभलमा। एप्लिकेसन लेभलमा के हुन जान्छ भने एप्लिकेसन लेभलमा तपाईको जो पनि स्टुडेन्ट नोभेम्बर 1 2025 मतलब आजदेखि 6/11 भनेको 5 महिनासम्म, 5 महिनापछि इनकेस कसैले रेजिस्ट्रेसन गर्न गएको छ भने तिनीहरूको रेजिस्ट्रेसन, ती स्टुडेन्टहरुको रेजिस्ट्रेसन चाहिँ हाम्रो केमा हुन जान्छ भने तपाईको एप्लिकेसन लेभलमै हुन जान्छ। फर्स्ट एक्जामिनेसन डिसेम्बर 2026 मै हुन्छ। हेरौँ फर्स्ट एक्जामिनेसन डिसेम्बर 26 मा हुने भयो। अब यो फेजलाई चाहिँ हामीले ट्रान्जिसन फेज भनेका छौँ, जहाँ जुन 2027 एन्ड डिसेम्बर 2027 को एक्जामिनेसन्स दुवै सिलेबस, दुवै मतलब तपाईको ओल्ड सिलेबस र न्यू सिलेबस दुईटैको हुन्छ, दुईवटा पेपर तपाईले हेर्न पाउनुहुन्छ तपाईको एक्जामिनेसन हलमा। अब रह्यो कुरा जुन 2028 देखि चाहिँ के हुन जान्छ सर? मतलब आजदेखि लगभग 3 वर्षपछि, 3 वर्षपछि तपाईको के हुने भयो भने तपाईको एप्लिकेसन लेभल, इट मीन्स टु से ओन्ली न्यू सिलेबस वुड बी देयर। तो ट्रान्जिसन फेज हाम्रो के हुने भयो रोड म्याप हामीले बुझ्यौँ। अब यहाँ पनि सर अप्सनल फेज हो, अप्सन तपाईले एकपल्ट लिनुभयो भने वा पिछाडी जान सक्नुहुन्न। अझ एउटा कुरा के बुझौँ भने क्वेसन प्याटर्न चाहिँ कस्तो हुन्छ भने 70% तपाईको सब्जेक्टिभ रहने भयो, 70% सब्जेक्टिभ रूपमा दिनुपर्ने हुन्छ भने तपाईको 30% चाहिँ एमसीक्यू बेस्ड हुने भयो। सर यो के सबै पेपरको लागि हो? होइन, तपाईको पेपर 1 र पेपर 4 छोडेर बाँकीको लागि चाहिँ 70-30 को रूपमा हुन्छ र पेपर 1 एन्ड 4 को लागि चाहिँ 100% सब्जेक्टिभ नै यहाँले राखेका छन्। पेपर 1 र 4 कुन पेपर हो भन्दाखेरि पेपर 1 तपाईको एकाउन्टिङ हो र पेपर 4 भनेको म्यानेजमेन्ट एकाउन्टिङ र फाइनान्शियल म्यानेजमेन्ट। ठीक छ। अब जाउँ क्याप 3 मा। अब यहाँ चाहिँ अप्सनल विन्डो के हुन्छ सर? क्याप 2 मा चाहिँ यो जुन छ तपाईको जुन एक्जामिनेसन र डिसेम्बर एक्जामिनेसनको लागि अप्सनल विन्डो भनेको फेब्रुअरी अगस्त
र अगस्त तपाईले यो 2 महिना मार्क गर्नुपर्ने भयो। यो 2 महिनामा तपाईले अप्सनल विन्डो हुन्छ, तपाईसँग अप्सन हुन्छ कि न्यू सिलेबसमा हामी मुभ गरौँ। ध्यान राख्नु होला, एकपल्ट अप्ट गर्नुभयो भने दैट इज द फाइनल अपडेट, वापस तपाईलाई आउन अलाउ छैन है त। नेक्स्ट डिसेम्बर 2026 एक्जामिनेसनको लागि चाहिँ 16 नोभेम्बर 2025 देखि लिएर 30 नोभेम्बर 2025 सम्म खुल्ने भयो तपाईको यो। ठीक छ, अब यो त हामीले हेरौँ अप्सनल विन्डो चाहिँ कहिले खुल्ने भयो। क्याप 2 लेभलको कुरा यो भएको तपाईको। एडभाइजरी लेभलमा चाहिँ के हुन्छ हेरौँ। स्टुडेन्टले मार्च 2026 पछि फर्स्ट टाइम रेजिस्ट्रेसन गर्न जो स्टुडेन्ट जान्छन् एप्लिकेसन लेभल पार गरेर पास भएर, ती स्टुडेन्टलाई चाहिँ मार्च 1 2026 पछि रेजिस्ट्रेसन गर्ने स्टुडेन्टको डाइरेक्ट रेजिस्ट्रेसन फाइनलको न्यू सिलेबसमै हुन्छ। त्योभन्दा अगाडिका जति रेजिस्ट्रेसन हुन्छन् त्यसमा चाहिँ तपाईँको ओल्ड सिलेबसमा या न्यू सिलेबसमा अप्सन हुन्छ स्टुडेन्टलाई। फर्स्ट एक्जामिनेसन चाहिँ यसको 2028 मा हुने भयो। इट मिन्स टु से 3 इयर्स पछि नै हुने भयो। त्यो क्याप 3 मा के छ भने तपाईँको अप्सनल विन्डो, यसको लागि एज स्पेसिफिक डेट भनिएको छैन, तर प्रत्येक जुन एक्जामिनेसन र डिसेम्बर एक्जामिनेसनको लागि तपाईँको जुन हाम्रो लागि अप्सनल विन्डो क्याप 2 र क्याप 1 को लागि एप्लिकेबल थियो त्यही यहाँ पनि एप्लिकेबल हुनेछ। यहाँ तपाईँको 100% सब्जेक्टिभ नै छ, यहाँ एमसीक्यू एन्टर गरेको छैन अझ पनि। र तपाईँको डिसेम्बर 2027 आउने एक्जामिनेसन योभन्दा पहिलाको जति छन् जुन 2025 देखि लिएर डिसेम्बर 2027 को एक्जामिनेसनसम्म तपाईँको ओल्ड सिलेबसमा एक्जाम हुने भयो। मतलब न्यू सिलेबस अहिले पनि लागू हुने भएन। न्यू सिलेबस फर्स्ट टाइम लागू हुने भनेको तपाईँको जुन 2028 एक्जामिनेसनमा मात्र। डिसेम्बर 2028 एक्जामिनेसनमा दुईटै हुन्छ, जुन 2029 मा पनि दुईटै एक्जाम हुने भयो, जुन डिसेम्बर 2029 मा पनि दुई एक्जाम हुने भयो, र जुन 2030 मा पनि दुई एक्जाम हुने भयो। 1 2 3 4 5 पाँचचोटि तपाईले एउटै पेपरको दुईटा क्वेसन पेपर हेर्न पाउनु हुने भयो। डिसेम्बर 2030 र त्यस पछाडि मतलब आजदेखि 5 वर्ष 5.5 वर्षपछि चाहिँ तपाईको न्यू सिलेबस इफेक्टिभली आई क्यान सीए सिलेबसमा चाहिँ लागू हुने भयो। एडभाइजरी लेभलमा पनि लागू भइसके पछाडि अब हेरौँ सर एक दुईवटा कुरा यहाँ बुझ्नुपर्ने के छ भने इनरोलमेन्ट क्राइटेरिया चाहिँ के हुन जान्छ। यो त हामीलाई थाहा छँदैछ, थाहा भएकै कुरा हो, यसमा खास केही चेन्ज भएको छैन। एक दुईवटा कुरा भयो है त। फाउन्डेसनमा प्रोभिजनल रेजिस्ट्रेसन या फुल रेजिस्ट्रेसनको थ्रु तपाईँ जान सक्नुहुन्छ। प्रोभिजनल रेजिस्ट्रेसन भनेको 12 एक्जामिनेसन दिइसके पछाडि एक्जामको रिजल्ट कुरिरहेका विद्यार्थीहरूले रेजिस्ट्रेसन गर्न चाहेका छन् भने चाहे कुन जुनसुकै स्ट्रिमबाट होस्, साइन्सबाट होस्, कमर्सबाट होस्, जुनसुकै स्ट्रिमबाट होस्, उहाँहरूले चाहिँ रेजिस्ट्रेसन लिन पाउनुहुनेछ डाइरेक्टली। त्यसलाई प्रोभिजनल रेजिस्ट्रेसन हामी भन्छौँ। फुल रेजिस्ट्रेसन भनेको ग्रेड 12 पास गरिसके पछाडि मात्रै हो, जसमा पनि 40% कम से कम मार्क्स हुनु पर्यो या तपाईँको जीपी जो ग्रेड हुन्छन् हाम्रो ग्रेड 2.0 या सी इक्विभेलेन्ट मार्क्स तपाईँको हुनु पर्यो। पहिला के थियो भने यो भनेको 50% को मार्क्स चाहिन्थ्यो तब मात्र हामी फाउन्डेसनमा एन्ट्री गर्न पाउँथ्यौँ। अब त्यसलाई चाहिँ घटाएर 40% गरेको छ। नेक्स्ट जीपीए 2.4 थियो, अहिले 2 गरेको छ। सी र सी त ग्रेड बनिएको गयो। अब यहाँ चाहिँ पहिला स्ट्रिम तपाईँको आर्ट्स, साइन्स, डान्स, ल्याङ्ग्वेज, लिटरेचर, कल्चर एन्ड रिलेटेडलाई पहिला बेग्लै गरेको थियो। यिनीहरूलाई चाहिँ हामी लिँदैनौँ भन्ने कुरा अब चाहिँ तिनीहरूलाई पनि लिने फैसला गरिएको छ, लिने निधो गरिएको छ। एप्लिकेसन लेभलमा के छ भने हामीले फाउन्डेसन लेभल सक्नु पर्यो या ब्याचलर लेभलबाट डाइरेक्ट एन्ट्री, हामीलाई थाहा छँदैछ मिनिमम 50% इक्विभेलेन्ट मार्क्स भएर हामी रेजिस्ट्रेसन गर्न पाउँछौँ। रेजिस्ट्रेसन भ्यालिड चाहिँ सर कहिलेसम्म हुन्छ, रेजिस्ट्रेसन भ्यालिड कहिलेसम्म हुन्छ यो पनि इम्पोर्टेन्ट कुरा यहाँ बुझ्नुपर्ने हो, किनभने यसमा चेन्ज भएको छ। हेर्नुहोस्, आज तपाईँले रेजिस्ट्रेसन गर्नुभयो भने इन फाउन्डेसन कोर्स न्यू सिलेबसमा रेजिस्ट्रेसन हुन जान्छ। पहिला कुरा यो बुझिहाल्नुहोस्। अब त्यो चाहिँ रेजिस्ट्रेसन तपाईँको आउने 3 वर्षसम्म भ्यालिड हुने भयो। 3 वर्ष पछाडि तपाईँले फेरि एकपल्ट रिरेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। त्यो रिरेजिस्ट्रेसन अर्को 3 वर्षको लागि भ्यालिड हुने भयो। इट मिन्स 6 वर्षको लागि तपाईँले आज गरेको रेजिस्ट्रेसन भ्यालिड हुने भयो। वाट इज दिस मिन? यसको मतलब के हो? यसको मतलब के बुझ्नुहुन्छ तपाईँले? यसको मतलब यो हो कि तपाईँले आज रेजिस्ट्रेसन गर्नुभयो भने आउँदो 6 वर्षसम्म तपाईँले दिनुभएको कुनै पेपरको यदि एक्जाम्सन आएको छ भने त्यो क्यारी फरवर्ड हुँदै जान्छ। अब एक्जाम्सन क्यारी फरवर्डमा 3 एटेम्प्ट्स पनि लागू हुन्छ। त्यो 3 एटेम्प्ट्स चाहिँ तपाईँको भ्यालिड रहन्छ 6 वर्षको बिचमा काउन्ट हुने गरी। त्यो तपाईँलाई थाहा छँदैछ। अब अगाडि बढौँ एडभाइजरी लेभलमा। एप्लिकेसन लेभल त्यसै गरी एप्लिकेसन लेभल चाहिँ 10 वर्षसम्म भ्यालिड हुन्छ र एडभाइजरी लेभलमा के भनेको छ भने तपाईँको एप्लिकेसन लेभल यो कम्प्लिट हुनु पर्यो। त्यस पछाडि 60 आवर्सको आइटी ट्रेनिङ तपाईँले कम्प्लिट गरिसक्नुपर्ने हुन्छ, जीएमसीएस ट्रेनिङ कम्प्लिट गरिसक्नुपर्ने हुन्छ र आर्टिकलसिपको लागि रेजिस्ट्रेसन गरिसक्नुपर्ने हुन्छ। तब मात्र तपाईँ एडभाइजरीको रेजिस्ट्रेसनको लागि इनरोलमेन्टको लागि चाहिँ तपाईँ एलिजिबल हुनुहुन्छ। अब यसको रिरेजिस्ट्रेसन प्रत्येक 10 वर्षमा चाहिन्छ र यसको भ्यालिडिटी चाहिँ फर एभर हुन्छ। आज रेजिस्ट्रेसन तपाईँले गर्नुभयो भने फर एभर रेजिस्ट्रेसनको भ्यालिडिटी हुने भयो र तर 10 वर्ष प्रत्येक 10 वर्षमा तपाईँले रिन्युअल गरिराख्नु पर्ने हुन्छ।
मेम्बरशिप लिनको लागि चाहिँ के गर्नु पर्यो, एडभाइजरी कम्प्लिट गरेको हुनु पर्यो, 3 वर्षको आर्टिकलशिप कम्प्लिट भएको हुनु पर्यो र तपाईले एउटा एडभान्स म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल कोर्स हुन्छ त्यो तपाईले कम्प्लिट गर्नु पर्यो। जीएमसीएस के दाजुभाइ हो यो, तपाईलाई थाहा छँदैछ। अगाडि बढौँ है त। एक्जामिनेसन क्राइटेरिया यो त हामीले बुझ्यौँ। इनरोलमेन्ट क्राइटेरिया चाहिँ के हुने भयो सर, कसरी हामी इनरोल गर्छौँ सीए सिलेबसको लागि, कुनै नयाँ विद्यार्थीहरूले पनि चाहेका छ भने त्यो पनि यो भिडियो हेर्न सक्नुहुन्छ। अब एक्जामिनेसन क्राइटेरिया चाहिँ के हुन्छ सर, एक्जामिनेसन क्राइटेरियामा के हुने भयो भने फाउन्डेसनको तपाईले आज रेजिस्ट्रेसन गर्नुभयो भने 6 महिना तपाईले बिताइसक्नुभयो, एउटा एलिजिबिलिटी टेस्ट हुन्छ। एउटा एलिजिबिलिटी टेस्ट भनेको तपाईको 100% अनलाइन नै हुने टेस्ट हो। यो टेस्ट दिइसके पछाडि मात्रै तपाई फाउन्डेसनको लागि एलिजिबल हुने भयो। अब त्यस पछाडि चाहिँ एक्जामिनेसन तपाई फाउन्डेसनमा दिनुपर्ने हुन्छ। यो एलिजिबिलिटी टेस्ट अहिले पनि छँदैछ, तपाईले यसमा कन्फ्युजन हुने कुरा छँदैछ। यो सेम टु सेम नै रह्यो दुईटै केसमा, ठीक छ। एलिजिबिलिटी टेस्ट जुन छन्, अब हेरौँ एक्जामिनेसन क्राइटेरिया टेक्निकली हेर्नु हो भने फाउन्डेसन लेभल, एप्लिकेसन लेभल र एडभाइजरी लेभल तीनटै लेभलमा सेम छ, केही चेन्ज भएको छैन। चेन्ज एउटा कुरा चाहिँ के भएको छ भने एलिजिबिलिटी टेस्ट पहिला 3 मन्थ्स बिफोर एक्जाम फर्म डेट हामीले दिनुपर्ने थियो, अब त्यो चाहिँ कम गरेर 3 विक्स गरिएको छ। यो चाहिँ कुरा तपाईले बुझ्नु पर्यो, ठीक छ। अझ एउटा कुरा के चेन्ज भएको छ भने एक्जाम पहिला 3 घण्टा 10 मिनटको हुन्थ्यो, अब 3 घण्टा 15 मिनटको हुने भयो। त्यो 10 मिनट रिडिङ टाइमलाई चाहिँ 15 मिनट रिडिङ टाइम यिनीहरूले 15 मिनट रिडिङ टाइम बनाइएको छ अब, ठीक छ। अब एक्जाम चाहिँ तपाईको फर्स्ट विक अफ जुन र फर्स्ट विक अफ डिसेम्बरमा स्टार्ट हुने गर्दथ्यो, त्यो तपाईलाई थाहा छँदैछ। अब एक्जामको बिचमा ग्याप हुन्थेन पहिले, अब त्यो ग्याप चाहिँ हामीलाई स्टार्ट गरि नै सकेको छ। त्यही चाहिँ एक्जिस्टिङ हाम्रो रिभाइज्ड सिलेबसमा पनि एप्लिकेबल हुने नै भयो। अब यो कुरा हामीले बुझिसक्यौँ। अब अगाडि जाउँ। एक्जामिनेसन पासिङ क्राइटेरिया यसमा केही चेन्ज छैन। यसमा म अगाडि एकपल्ट फर बताइन्छु तपाईलाई। स्टुडेन्टलाई पास डिक्लेयर कब गरिन्छ, जब कम एउटा सिटिङमा एउटा पेपरमा तपाईले 40% मार्क्स ल्याउनु पर्यो र पुरा ग्रुपमा एग्रिगेटमा 50% मार्क्स 50% भन्दा मार्क्स माथि गर्नु पर्यो, तब मात्र तपाईलाई पास मानिन्छ। त्यही हो, पहिला पनि त्यही थियो, अहिले पनि सेम छ। अर्को रह्यो एक्जाम्सन क्राइटेरिया। एक्जाम्सन क्राइटेरिया पहिला के थियो भने 60% भन्दा मार्क्स माथि हुनु पर्यो, अब के छ भने 55% भन्दा मार्क्स 55% 60% लाई चाहिँ यहाँ मेन घटाएर 55% गरिएको छ। यो मात्र यसमा चेन्ज भएको छ, त्यति खास चेन्ज यसमा रहेको छैन। यो कुरा चाहिँ हामीले बुझ्यौँ, ठीक छ। अब अर्को के भनेको छ भने तपाईलाई यो 3 इमिडिएटली फलोइङ एक्जामिनेसन्समा क्यारी आउट हुन्छ, त्यो कुरा तपाईलाई थाहा छँदैछ। अब हेरौँ अर्को कुरा, एक्जाम्सन टु द एक्जिस्टिङ सब्जेक्ट एट द टाइम अफ शिफ्ट। अब तपाईँ शिफ्टिङ गर्दै हुनुहुन्छ, तपाईँ हुनुहुन्छ क्याप 2 लेभलमा, क्याप 1 लेभलमा। सपोज क्याप 1 मा त ग्रुप 1 ग्रुप 2 छँदै छैन, क्याप 2 बाट नै कुरा गरौँ। क्याप 2 लेभलमा तपाईले ग्रुप 1 क्वालिफाई गर्नुभयो, कम्प्लिट गर्नुभयो, त्यसलाई हामी रिभाइज सिलेबसमा चाहिँ के मान्ने, ग्रुप 1 अफ एप्लिकेसन लेभल कम्प्लिट भएको मानिन्छ। त्यसै गरी ग्रुप 2 लेभल ग्रुप 2 कम्प्लिट गर्नुभएको छ भने क्याप 2 मा ग्रुप 2 लेभल अफ एप्लिकेसन लेभल कम्प्लिट भएको मानिन्छ। तपाईले यहाँ ग्रुप 1 एक्जामिनेसन दिनुपर्ने हुन्छ। दुईटै सक्नु भएको छ भने तपाईको एप्लिकेसन लेभल सकेकै मानिन्छ। त्यसै गरी क्याप 1 लेभल अलरेडी सक्नु भएको छ भने तपाईको फाउन्डेसन लेभल सकेकै मानिन्छ है त। अब आउँ क्याप 3 मा। ग्रुप 1 लेभल तपाईले क्वालिफाई गर्नुभएको छ, कम्प्लिट गर्नुभएको छ। ग्रुप 1 मा त पहिला 4 वटा पेपर थियो, त्यसैले के भनिएको छ भने तपाईको एडभाइजरी लेभलको ग्रुप 1 कम्प्लिट मानिन्छ र पेपर 4 अफ ग्रुप 2 अफ एडभाइजरी लेभल कम्प्लिट मानिन्छ। इट मिन्स टु से तपाईको अहिलेको ग्रुप 1 तपाईले पास गर्नुभयो भने आउँदो रिभाइज सिलेबसमा तपाईहरुको ग्रुप 1 पुरापुरी एडभाइजरी लेभलको कम्प्लिट मानिन्छ र पेपर 4 पनि ग्रुप 2 को पेपर 4 पनि कम्प्लिट मानिन्छ। त्यसो भए तपाईले दुईटा पेपर मात्र दिनुपर्ने हुन्छ। त्यसैगरी तपाईले यदि ग्रुप 2 मात्र कम्प्लिट गरेर आउनु भएको छ भने, यताबाट ग्रुप 2 पास गरेर आउनु भएको छ भने तपाईले ग्रुप 1 मा चाहिँ तपाईले ग्रुप 1 दिनुपर्ने हुन्छ। ग्रुप 1 मा पनि कुन सिलेबस दिनुपर्ने, कुन पेपर दिनुपर्ने हुन्छ भन्ने कुरा यहाँबाट तपाईलाई छर्लङ्गे हुन्छ है त। ग्रुप 1 मा तपाईले पेपर 1 र 3 दिनुपर्ने हुन्छ, पेपर 4 अलरेडी पास मानिन्छ है त। यो भएको तपाईको कुरा यहाँबाट। पेपर 5 र 6 अफ एडभाइजरी लेभल तपाईले दिनुपर्ने भयो। ग्रुप 2 इन केस तपाईले कम्प्लिट गर्नुभएको छ भने एक्जाम्सन्स चाहिँ पेपर 5 र 6 को एक्जाम्सन मानिन्छ है त। बाकी पेपर 1 देखि लिएर पेपर 4 दिनुपर्ने हुन्छ, किनभने ल हेरौँ पहिला ग्रुप 1 मा थियो, अब ल लाई सेभ गरेर ग्रुप 2 मा ल्याइएको छ। अब तपाईले ग्रुप 2 पास गर्नुभएको छ भने ल त पास गर्नु भएन, त्यसैले तपाईले यहाँ आएर ल पनि पास गर्नुपर्ने हुन्छ। ग्रुप 1 पुरा दिनु नै पर्ने भयो र पेपर 5 र पेपर 4 पनि दिनुपर्ने हुन्छ एडभाइजरी लेभलको। यो कुरा तपाईलाई अब विदित हुन्छ। अब हेरौँ एक्जाम्सनमा के भनिएको छ। क्याप 2 लेभलमा जुन एप्लिकेसन लेभल छ, पेपर 1 एडभान्स अकाउन्टिङको तपाईको एक्जाम्सन यदि आएको छ भने आज एक्जाम दिँदाखेरि
तपाईको पेपर 1 फाइनेन्शियल अकाउन्टिङ एन्ड रिपोर्टिङमा पनि एक्जम्सन मानिने भयो। त्यसैगरी पेपर 2 अडिट एन्ड एस्युरेन्समा तपाईको एक्जम्सन आएको छ भने त्यहाँ पेपर 2 अडिट एन्ड एस्युरेन्स जुन हाम्रो न्यू सिलेबसमा छ त्यसको एक्जम्सन मानिने गयो। लको ल भएको पेपर 4 मा चाहिँ के भनिएको छ भने यो चाहिँ ध्यान दिनुपर्ने कुरा हो। पेपर 4 मा म्यानेजमेन्ट एन्ड अकाउन्ट फाइनेन्शियल म्यानेजमेन्टको तपाईको एक्जम्सन आएको थियो भने एक्जाम दिँदाखेरि अब चाहिँ के हुने भयो भने पेपर 4 कै न्यू कोर्सको पेपर 4 मा चाहिँ तपाईको मानिन्छ कि एक्जम्सन हो भनेर इनकेस तपाईले 40 मार्क्स पेपर नंबर 5 अफ क्याप 2 इन लास्ट एटेम्प्ट इट मिन्स टु से तपाईले यहाँ 40 मार्क्स लिनुभएको छ र यहाँ तपाईको 60 मार्क्स भन्दा माथि आएको छ भने पेपर 4 तपाईको एक्जम्ट मानिन्छ। अब पेपर 4 के लागि यिनीहरूले यहाँ पनि भनेको छन् कि 40 मार्क्स इन पेपर 4 अफ क्याप 2 इन एनी लास्ट एटेम्प्ट। अब यसको 40 मार्क्स या यसको 60 मार्क्स मतलब इट मिन्स टु से तपाईले के बुझ्नुपर्ने हो भने पेपर 4 र पेपर 5 को लागि पुरानो सिलेबसको यिनीहरूमध्ये कुनै एउटामा पनि तपाईको एक्जम्सन आएको छ भने तपाईले के हेर्नुपर्ने भयो भने पेपर 5 मा तपाई पास हुनुहुन्छ हुनुहुन्न भन्ने कुरा बुझ्नुपर्ने हो। इन केस पास हुनुहुन्छ भने यो दुईटै पेपर तपाईले फेरि दिइराख्नु पर्दैन जसलाई यहाँ हामीले पेपर 4 भनेका छौं। ठीक छ, यहाँ यिनीहरूले मिक्स गरेर बताइदिए। पेपर 6 को के छ भने बिजनेस कम्युनिकेसन एक्जाम यो यहाँ पेपर नभएको कारणले एक्जम्सन तपाईलाई दिइने छैन। पेपर 7 इन्कम ट्याक्स एन्ड भ्याटमा तपाईको एक्जम्सन आएको छ भने पेपर 6 एप्लाई ट्याक्सेसनको एक्जम्सन तपाईले प्राप्त हुनेछ। क्याप 3 एडभाइजरी लेभलको कुरा गरौँ है त। अब पेपर 1 एडभान्स फाइनान्शियल रिपोर्टिङ एक्जम्सन ल्याउनु भएको छ भने तपाईले पेपर 1 एडभान्स फाइनान्शियल रिपोर्टिङको एक्जम्सन तपाईले पाउनु हुने भयो। एडभान्स फाइनान्शियल म्यानेजमेन्टको लागि बिजनेस एन्ड फाइनान्शियल म्यानेजमेन्ट पेपर नम्बर 3 को एक्जम्सन पाउनु भयो। त्यसैगरी पेपर 3 एडभान्स ऑडिटिंग को लागि एडभान्स एस्युरेन्स को एक्जम्सन तपाईले पाउनु भयो। पेपर 4 कर्पोरेट ल को लागि पेपर 2 एडभान्स ल को एक्जम्सन पाउनु भयो। म्यानेजमेन्ट एन्ड कन्ट्रोल सिस्टम भन्ने कुनै पेपर यहाँ नभएकोले तपाईलाई एक्जम्सन यहाँ अलाउ गरिने छैन, क्यारी फरवर्ड हुने छैन तपाईको। ठीक छ, नेक्स्ट पेपर 6 इज एडभान्स ट्याक्सेसन मै तपाईलाई आउने भयो। त्यसैगरी ध्यान दिनुपर्ने कुरा चाहिँ पेपर 8 को जुन तपाईले अहिले दिनुभएको छ भने त्यसको एक्जम्सन तपाईको क्यारी फरवर्ड हुँदैन। त्यही हाफ तपाईले हेर्नुस् यहाँ पेपर 1 पनि आइसक्यो, 2 पनि आइसक्यो, 3 पनि आइसक्यो, 4 पनि आइसक्यो, 5 र 6 पनि आइसक्यो। जम्मा जम्मी तपाईले दिने भनेकै 6 पेपर्स हो र इन केस तपाईले यी इक्विभ्यालेन्ट पेपरमा एक्जम्सन पाउनु भएको छ भने यता चाहिँ तपाईको एक्जम्सन क्यारी फरवर्ड हुन्छ। यसरी नै हुन्छ। तपाईले अब चाहिँ एक्जाम दिँदाखेरि पेपर 5 र पेपर 8 मा इन केस डिसेम्बर 2028 सम्म त्यति खास ध्यान नदिएर पनि बाँकी पेपर्समा राम्ररी ध्यान दिएर पढ्नु भयो भने क्यारी फरवर्ड हुँदै जाँदाखेरि अप्ट गर्नुभयो भने तपाईले तपाईको रेस्पेक्टिभ पेपर्समा एक्जम्सन तपाईले पाउनु हुनेछ। यो कुरा ध्यान दिएर जाउँ है त। नेक्स्ट इज स्विच ओभर। स्विच ओभर गर्नको लागि के गर्नु पर्यो त? के एप्लिकेबिलिटी के एलिजिबिलिटी छ त? हेरौँ, तपाईको इन केस एलिजिबिलिटी सर्टिफिकेट तपाईले पाउनु भएको छ क्याप 1 लेभल को। इन दैट केस तपाईले फेरि एलिजिबिलिटी सर्टिफिकेट लिनुपर्ने बाध्यता छैन। एलिजिबिलिटी सर्टिफिकेट पाउनु भएको छैन भने तपाईले एलिजिबिलिटी सर्टिफिकेट फाउन्डेसन लेभलमा दिएर लिनुपर्ने भयो। त्यसपछि तपाई एक्जाम दिनुस् क्याप हाम्रो फाउन्डेसन लेभलको। क्याप 2 मा चाहिँ के भनिएको छ भने एलिजिबिलिटी सर्टिफिकेट तपाईसँग ग्रुप 1 को मात्रै छ। इन दैट केस के गर्नु पर्यो भने तपाईको ग्रुप 1 अफ क्याप 2 हामी ग्रुप 1 अफ एप्लिकेसन लेभल मानेर जान्छौं। त्यसपछि के भन्नुभयो एलिजिबिलिटी सर्टिफिकेट तपाईले ग्रुप 2 को लिनुपर्ने भयो। क्याप 1 र क्याप 2 मा यहाँ खासै त्यति अप्ठ्यारो बनाइएको छैन, तपाईले इजिली नै बुझ्नुहुन्छ। ग्रुप 1 यता छ भने तपाईको ग्रुप 1 एडभाइजरी लेभलको पास सम्झिनु पर्ने भयो र ग्रुप 2 तपाईले जुन हो एप्लिकेसन लेभलको ग्रुप 2 तपाईले दिनुपर्ने हुन्छ। अब ग्रुप 2 इन केस पास गर्नु भएको छ भने यतातिर तपाईले यता पनि एप्लिकेसन लेभलमा न्यू सिलेबसमा ग्रुप 2 पास भएको बुझ्नु पर्यो र ग्रुप 1 तपाईले दिनुपर्ने हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। ठीक छ, क्याप 3 मा चाहिँ के बुझ्नुपर्ने छ भने ग्रुप 1 इन केस तपाईले दिनुभएको छ भने ठिकै छ, यता पनि ग्रुप 1 एडभाइजरी लेभलको तपाईले दिएको मानियो र तपाईले अब चाहिँ के गर्नु पर्यो भने एलिजिबिलिटी सर्टिफिकेट ग्रुप 2 को लिनुपर्ने भयो पेपर 5 र पेपर 6 को मात्रै। ग्रुप 2 मा पेपर 4, 5 एन्ड 6 छ। पेपर 4 चाहिँ फेरि तपाईले दिइराख्नु पर्दैन इन केस तपाईले ग्रुप 1 अलरेडी दिइसक्नु भएको छ भने पुरानो सिलेबसमा। यो चाहिँ कुरा यहाँ इम्पोर्टेन्टली ध्यान राख्नुपर्ने भयो। त्यसैगरी ग्रुप 2 तपाईले दिनुभएको छ भने ग्रुप 2 एडभाइजरी लेभलको पनि पास मानियो, तर तपाईले के गर्नु पर्यो भने ग्रुप 1 पनि दिनु पर्यो र पेपर 4 अफ एडभाइजरी लेभल पनि दिनु पर्यो। यो सँगसँगै के तपाईले बुझ्नु पर्यो भने पेपर 1 देखि लिएर पेपर 4 अहिले पनि ग्रुप 1 नै मानिएको छ। पेपर 5 र पेपर 6 चाहिँ ग्रुप 2 मानिएको छ हाम्रो एडभाइजरी लेभलमा। यो कुरा चाहिँ तपाईले ध्यान राख्नु पर्यो। ठीक छ, अब अगाडि बढौँ है त। यति भन्दै यो
तपाईको जुन सिलेबसमा चेन्ज भएको कुरा हो यो हामीले यहाँ कभर गर्यौं। तपाईलाई यो भिडियो राम्रो लागेकै होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र आफ्ना साथीहरुलाई पनि शेयर गर्नु होला ताकि तिनीहरुले पनि यो आइक्यान को जुन हाम्रो न्यू सिलेबस आएको छ त्यसको बारेमा तिनीहरुको जिज्ञासा पनि यो भिडियोबाट बुझौं सकौं भनेर। ठीक छ, थ्यांक्स फर वाचिङ, स्टे ट्यून फर द नेक्स्ट भिडियो, बाय बाय एन्ड टेक केयर।